नमस्कार मित्रहरू, म आज चाहिँ यो खानेपानी कलेक्सन सम्बन्धमा तपाईहरुलाई एउटा सानो भिडियो प्रस्तुत गरिरहेको छु। खानेपानी अहिले जताततै पानीको हाहाकार भएको समयमा सबैसँग पर्याप्त पानी जम्मा गर्ने हिल ट्याङ्कहरू नहुन सक्छ। त्यसैले गर्दा ससानो हिल ट्याङ्कमा पानी कलेक्सन कसरी गर्ने? अब सानो पानी भएको कारणले गर्दा ससानो हिल ट्याङ्कमा कलेक्सन गर्नुपर्दा धेरै समस्या हुन्छ। ताकि एउटा भरियो अनि अर्कोमा लायो अनि अर्कोमा लायो अनि अर्कोमा लायो गर्दै भर्नुपर्ने समस्याबाट मुक्ति पाउनको लागि मैले एउटा आज खानेपानी कलेक्सन गर्दा ससानो बासनहरुमा पनि हामीले एकैचोटी जोड्दाखेरि एकपछि अर्को कसरी भरिँदै जान्छ र त्यहाँबाट पानी कसरी डिस्ट्रिब्युसन गर्न सकिन्छ भन्ने सन्दर्भमा तपाईहरुलाई मैले भिडियो प्रस्तुत गर्न गइरहेको छु। यहाँ देख्नुभयो यहाँ 250 लिटरको 3 वटा हिल ट्याङ्क देखिरहनु भएको छ है। यसैगरी यहाँ गएर अर्को 1000 लिटरको अर्को हिल ट्याङ्क तपाईले देख्नु भएको छ। यो हिल ट्याङ्कमा चाहिँ एकैचोटी पानी एकैचोटी धाराबाट फिर्काइदिसकेपछि यसमा जोड्दिसकेपछि एकैपटक पानी चाहिँ यो एकपछि अर्को हुँदै डिस्ट्रिब्युसन हुँदै जाने गर्दछ। जस्तो यहाँ मैले चाहिँ धाराबाट ल्याएको पाइप तपाईहरुलाई म देखाउँछु। यो चाहिँ धाराबाट ल्याएको पाइप हो। यहाँ हेर्नुहोस्, यो चाहिँ धाराबाट आएको यो मेन पाइप हो। यहाँबाट पानी आउँछ अनि यहाँबाट आइसकेपछि तपाईको यतारो गएर तपाईको यो हिल ट्याङ्कमा यहाँ मैले छोइराखेको छु। यो पानी चाहिँ यहाँबाट यसरी ठक्कसितले हुँदै यहाँ देख्नुभयो, यहाँबाट चाहिँ यहाँ हिल ट्याङ्क भित्र पस्छ। यो हिल ट्याङ्कमा पस्छ। यो हिल ट्याङ्कमा पसिसकेपछि अब यो हिल ट्याङ्कमा कलेक्सन हुन थाल्छ पानी। यहाँ कलेक्सन भइसकेपछि तपाईको जब यो हिल ट्याङ्क भरिन्छ, यो हिल ट्याङ्क भरिसकेपछि तपाईको यहाँ एउटा यी देख्नु भएको छ, यो पानी डिस्ट्रिब्युसनको एउटा यो चाहिँ नै देख्नुहुन्छ पाइप। यो यहाँबाट चाहिँ यतारो हिल ट्याङ्कमा पस्ने, यहाँबाट निस्किसकेपछि तपाईको यहाँ यो लेभलसम्म आइसकेपछि अब यहाँ पानी फुल हुन्छ। यहाँ फुल भइसकेपछि यहाँसम्म यो पानी आइसकेपछि यो हिल ट्याङ्क फुल हुन्छ। यो फुल भइसकेपछि यहाँ देख्दै हुनुहुन्छ यो एउटा भुलम राखिएको छ। यो भुलम यो चाहिँ एकदम सफ्ट पाइप हो। यो सफ्ट पाइप चाहिँ यो मोटर बाइक अरू इन्जिनमा युज हुने पाइप मैले चाहिँ यहाँ चाहिँ यसलाई भुलम बनाएको छु। यो भुलमबाट पानी चाहिँ तपाईको यताबाट गएर म देखाउँदै जान्छु हजुरहरुलाई। अब हेर्नुहोस्, यहाँबाट चाहिँ यो पानी यहाँ निस्केर यहाँबाट यसको लेभलमा यहाँ पानी भइसकेपछि अब पानी यता आउँछ। हेर्नुहोस्, यता आइसकेपछि तपाईको अब यहाँ यी लहरै तपाईले अघि देखिसक्नु भएको छ 3 वटा हिल ट्याङ्क। यो 3 वटा हिल ट्याङ्कमा यहाँ कनेक्सन हुन्छ। यहाँ भइसकेपछि तपाईको यो हिल ट्याङ्कमा यो यहाँ यसरी पाइप जडान गरिएको छ। यो यतार आइसकेपछि यहाँ पनि खस्छ, अर्को यतार यसै गएर यहाँ छ, यहाँबाट पनि खस्छ अनि यतार गइसकेपछि यहाँबाट खस्छ। अब यो एकपछि अर्को पानीको प्रेसरले हान्दाखेरि तीनैवटा यो ड्रममा चाहिँ पानी धेर थोर पस्ने गर्छ। जब कुनै हिल ट्याङ्कमा चाहिँ यो पहिलो हिल ट्याङ्कमा चाहिँ बढी पानी खस्यो भने तपाईको जब यो हिल ट्याङ्क भरिन्छ, यो भरिसकेपछि तपाईको पानीको फोर्स चाहिँ फेरि यसमा जान्छ। यसमा गइसकेपछि तपाईको यो हिल ट्याङ्क पनि भरिन्छ। यो हिल ट्याङ्क भरिसकेपछि तपाईको बाँकी रहेको थोरै यस हिल ट्याङ्कमा पानीको फोर्स आउँछ। यो हिल ट्याङ्कमा आइसकेपछि तपाईको यो पनि भरिन्छ। यो पनि भरिसकेपछि तपाईको
यो चाहिँ यो पानी चाहिँ पहिला हिल ट्याङ्क खाली हुँदाखेरि अर्थात् आधा हुँदाखेरि यहाँ एउटा चाहिँ नि तपाईँले यहाँ देख्नु भएको छ ठाडो पाइप, यो ठाडो पाइप यसरी जडान गरिएको छ। यसले चाहिँ के को काम पनि गर्छ भने तपाईँको यसले चाहिँ यो अर्को काम पनि गर्छ। जबकि यहाँ पानी झर्दाखेरि यहाँभित्र यो हिल ट्याङ्कहरू चाहिँ यो ट्याङ्कीहरू घामले तातिएको बेला बाफहरू उठ्न सक्छ। त्यो बाफहरू उड्दाखेरि चाहिँ यहाँ ग्यास जम्मा हुन सक्छ। त्यो ग्यास भनेको चाहिँ तपाईँको यहाँबाट जान्छ। साथै यसले अर्को पनि काम गरेको छ, ओभरफ्लो भन्छ। ओभरफ्लो जब यो ट्याङ्कीहरू भरिँदै जान्छ, यताबाट यो ठुलो ट्याङ्कीबाट भरिएर तपाईँको यहाँबाट डिस्ट्रिब्युसन भएर पानी डिस्ट्रिब्युसन भएर यता निक्लेर यता गएर टक्कसितले त्यो हिल ट्याङ्क अनि यो हिल ट्याङ्क भइसकेपछि यो भरिसकेपछि अब यो हाम्रो चारैवटा ट्याङ्की चाहिँ फुल भइसकेपछि बाँकी उब्रेको पानी भनेको चाहिँ यहाँबाट यो चाहिँ ओभरफ्लोको पनि काम गरे। यहाँबाट पानी यो भुइँमा झर्छ, यहाँ भुइँमा झर्छ, त्यसपछि पानी बाहिर आउट हुन्छ। अब यो त भयो तपाईहरुलाई पानी ट्याङ्कीमा भरिने कुरा। अब यहाँको पानीहरू कसरी चाहिँ एकैसाथ डिस्ट्रिब्युसन हुन्छ, कसरी चाहिँ नि अब धारामा जान्छ त भन्ने सन्दर्भमा तपाईहरुलाई फेरि अर्को विधिमा सिकाउन गइरहेको छु। अब यो ठुलो हिल ट्याङ्क हो, यो ठुलो हिल ट्याङ्क हो। यहाँ यो पाइप जडान गरिएको छ, देख्नुभयो यो बिर्कोमा पाइप जडान गरिएको छ। यो पाइप चाहिँ भनेको तपाईको तल यसको चाहिँ तल्लो लेभलमा सम्म पुगेको छ, तलै ठोकिएको छ। अब यो ठोकिसकेपछि तपाईको यहाँ पानी भरि भइसकेपछि अब यो चाहिँ ठोकिएको पाइप यता र ल्याइएको छ। यता र ल्याइसकेपछि तपाईको यो हरेक अरु तीनवटा जरमा पनि हामीले यसै गरी माथिको हरियो ट्याङ्कीको जस्तै यो नीलो ट्याङ्कीको पनि हामीले यसरी सबैमा यो चाहिँ तलसम्म पुर्याएर निकालिएको छ। निकालेर यसलाई चाहिँ यो हरेक ट्याङ्कीको चाहिँ नि पाइपलाई चाहिँ हामीले यहाँ लाएर कनेक्सन गरिएको छ। यहाँ हेर्नुहोस् त एरो जस्तो बनाएर जोइन गरिएको छ। यो पेडालीको पातले दिएन, एरो गएर यहाँ जोडिएको छ, जोइन गरेर यहाँ एउटै बनाइएको छ र यहाँबाट यसो गरिएको छ। अब रह्यो अर्को हरियो ट्याङ्कीको, ठुलो ट्याङ्कीको। यो ठुलो ट्याङ्कीको पनि यहाँबाट निकालेर तपाईको यो पाइप, यो चाहिँ आउने पाइप ट्याङ्कीमा कलेक्सन हुने पाइप भयो। यो अर्को पाइप चाहिँ यो पानी चाहिँ पास हुने डिस्ट्रिब्युसन पानी गर्ने यो पाइप हो। यसलाई चाहिँ लगेर यो जुन तीनवटा पाइप छ, यो तीनवटा पाइप यहाँ जोइन गरिएको छ, यसैमा लगेर फेरि यहाँ तल यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले, बिस्तारै हेर्दै जानु होला। यहाँ जोइन गरिएको छ, भी आकारले यहाँ जोइन गरिएको छ। अब माथिको त्यो तीनटा पाइप यो भयो, यो पाइप भयो। माथि अर्को हरियो पाइप, हरियो ट्याङ्कीबाट आएको पाइप चाहिँ तपाईको यो भयो। अब यहाँ भिसेप बनाएर जोडिएको छ। यो भिसेप बनाएर यहाँ जोडिएर धारातिर लगिएको छ, तल धारातिर लगिएको छ। अब पानी सप्लाईको सन्दर्भमा जाउँ हामी। अब कसरी आउँछ होला त? यो तीनवटा पाइप चाहिँ जोडेको छ, तीनवटा पाइपमा पानी कसरी आउँछ होला त भन्ने सन्दर्भमा यो पाइपलाई चाहिँ हामीले के गरिएको छ भन्नुहुन्छ भने, यो ट्याङ्कीहरू चाहिँ जुन ट्याङ्कीहरू तपाईहरुले देखिरहनु भएको छ, यो ट्याङ्कीहरू चाहिँ हाई लेभलमा छ। अब यो पानी डिस्ट्रिब्युसनलाई लगेर एकै ठाउँमा चाहिँ नि जोइन गरेर कलेक्सन गरिएको जुन त्यो चाहिँ नि एरो आकारको ठाउँ देख्नुभयो, त्यहाँ भइसकेपछि हामी यो पाइप चाहिँ थुत्न पनि सक्छौँ, यो निकाल्न सकिन्छ, यो फुकाल्न मिल्छ। यो सकेट लाइएको छ, यहाँ खादिएको छ, यो जोइन गरिएको छैन, यो सकेटमा चाहिँ लाएर खादिएको छ। यो हरेक पाइपलाई हामी थुत्दै यहाँबाट पानी तानेर अनि जब झरिसकेपछि अनि फेरि जोइन यसमा जोडिदिन्छौँ। यसको पनि त्यसै गरिन्छ, यसको पनि त्यसै गरिन्छ। त्यो गरिसकेपछि तीनैवटा चाहिँ नि यो हिल ट्याङ्कको पानी चाहिँ तपाईको त्यहाँ कनेक्सन भएर अब तलबाट पानी पास हुन थाल्छ। यसै गरी यो बिरको माथिदेखि ल्याइएको यो पानी छ, यो निकाल्ने पाइप हो। अब यो पनि हामीले तल झारेर त्यसै गरेर ठक्कसितले यहाँ जोडिएको छ।
यसलाई यहाँ जोडिएको छ, यहाँ जोडिएको छ। यो पाइप यहाँ जोडिएको छ। यो पाइप पनि तपाईँको जब माथि हिल ट्याङ्क भरिसकेपछि यो पाइपलाई पनि हामीले मुख लाएर पानी तानिसकेपछि यहाँ जब पानी आउँछ अनि हामी यहाँ कनेक्सन गर्छौँ। अब कनेक्सन गरिसकेपछि हेर्नुहोस् है, अब यो सबै 3वटा पाइप हो, 3वटा हिल ट्याङ्कको 3वटा पाइप, यताको अर्को ठुलो हिल ट्याङ्कको यसो गर्दा जम्मा 4वटा पाइपबाट पानी चाहिँ एकै रेसियोले झर्ने गर्दछ। र यो हिल ट्याङ्कमा पानी सिद्धिँदाखेरि पनि एकैचोटि सिद्धिने काम हुन्छ र पानी उता पास हुँदाखेरि एकैचोटि पास भएकोले गर्दाखेरि यो एकैचोटि पानी पास भएर यो 3वटा हिल ट्याङ्कबाट बराबरी लेभलमा यसबाट यति भयो भने भरिएको पानी यति झऱ्यो भने त्यसको पनि त्यति नै खर्च हुने गर्दछ र यसको ब्यालेन्स त्यसरी मिलाइएको छ। हेर्नुहोस् है, अब यसरी मिलाइरहँदा कहिलेकाहीँ चाहिँ के हुन्छ भन्नुहुन्छ भने जस्तो यो हिल ट्याङ्कको चाहिँ हावा लिक भएर बाइ द वे यो पाइपको पानी यसले तानेन भने अब त्यो दुईटाको चाहिँ दुईटाको तानिसकेपछि जब चाहिँ नि अब धारामा त्यो दुईटाको रित्यो अर्थात् 3टाकै रित्यो, मानिलिउँ एउटामा रह्यो 3टाको रित्यो भनेदेखि अब धारामा पानी आउनु छोडिसकेपछि हामी आएर यसरी यसलाई यसो गरेर चेक गर्छौँ। हेर्नुहोस्, कुकुन रित्तिएको छैन भनेर हामी यसलाई यसरी चेक गर्दै जान्छौँ। यसरी चेक गर्दै जाँदाखेरि अब पानी नभएको चाहिँ हल्का हुन्छ अनि पानी भएको चाहिँ गरुङ हुन्छ। अब जुन हिल ट्याङ्कमा पानी भरि छ अर्थात् बाँकी रहेको छ त्यो हिल ट्याङ्कको पाइप चाहिँ हामी यो ठाउँबाट जुन यो एरो देख्नुभयो यो ठाउँबाट थुतेर अनि फेरि यसलाई मुखले चुसेर बाहिर निकालेर पाइप सफा गरेर त्यहाँदेखि फेरि यहाँ जोडिदिइसकेपछि पुनः धारा परिचालन हुन्छ। हेर्नुहोस् है, यो विधि तपाईँहरूले पनि राम्ररी हेर्नुहोला। यो हाम्रो गाउँघरमा अति नै उपयोगी टेक्निक मैले लगाएको छु, किनभने हामीसँग पर्याप्त पैसा हुँदैन। पर्याप्त पैसा नहुँदाखेरि ससाना बासनहरूबाट पनि कलेक्सन गरेर हामीले हाम्रो आवश्यकता, खानेपानीको आवश्यकता परिपूर्ति गर्नुपर्ने हुन्छ। त्यो सन्दर्भमा यो विधिले चाहिँ तपाईँको एकदमै राम्रो काम गर्छ। यहाँ हेर्नुहोस्, यो यहाँनिर जोडिएको छ, यो यसरी यसलाई चाहिँ टी बनाएर जोडिएको छ। यो तपाईँको यो ठाउँमा टी बनाएर जोडिएको छ, यसलाई पनि टी बनाएर जोडिएको छ र वासेट मार्फत यसलाई गरिएको छ। यसलाई पनि टी नै बनाएर जोडिएको छ र वासेट मार्फत जोडिएको छ। यताबाट यो निकाल्ने सन्दर्भमा यो यसको यहाँबाट चाहिँ पास आउट गरिएको छ, यसको पास आउट यहाँबाट गरिएको छ, यसको पास आउट यहाँबाट गरिएको छ। यो पानी चाहिँ लिक हुन्छ भनेर तपाईँको यसलाई चाहिँ यो एकदम त्यो हाम्रोमा हामीले युज गरेका त्यो अहिलेको चाहिँ नि अब बाक्ला चप्पलहरू भए, सेन्डलहरू भए, ती चप्पल सेन्डलहरूको चाहिँ अति नै यहाँ उपयोग हुन्छ। त्यसलाई ल्याएर मजाले चट्टसितले यसको यो मुख जुन छ यो मुखलाई चाहिँ अनुमान गरेर यसमा टाइट हुने गरी काटेर चाहिँ मजाले यसरी खाँदेपछि तपाईँको यहाँबाट हावा पनि लिक हुँदैन अनि पानी पनि लिक हुँदैन। यो सबैमा त्यस्तै वासेट लागिएको छ। यो बिर्कोहरू हो, यो चाहिँ तपाईँको ड्रमको यो चाहिँ के भन्छ यसलाई चाहिँ यो पेट्रोल डिजेलको चाहिँ यो ड्रम हो। यो ड्रमलाई ल्याएर चाहिँ मैले एउटा चाहिँ पानी कसरी कलेक्सन गर्न सकिन्छ र योबाट कसरी चाहिँ हामीले झन्झटमुक्त चाहिँ नै पानी उपभोग गर्न यहाँबाट कसरी सकिन्छ अर्थात् पानी स्टोर गर्न कसरी सकिन्छ भन्ने सन्दर्भमा मैले चाहिँ यो आफ्नै तरिकाले, यो मेरो आफ्नै टेक्नोलोजी हो। यहाँ चाहिँ धेरैजना साथीहरू आएर हेर्नुहुन्छ, धेरैजना साथीहरू आएर हेरेर चाहिँ अब यो कुन तरिकाले के गर्नुभएको यो भनेर भन्नुहुन्छ। उहाँहरूलाई पनि म बताउने गरेको छु। यो पानी चाहिँ एउटा सञ्चालन गर्ने विधि हो, यो तरिका गरियो भने राम्रो हुन्छ भनेर। अब पहिला चाहिँ मैले तपाईँको हेर्नुहोस् 8-10 वर्ष अगाडिदेखि यो 3वटालाई युज गरिरहेको थिएँ। यो 3वटा यो माथि आएर यो चाहिँ यहाँ फ्लोर मैला पस्छ भनेर यो छोपिएको हो। यसरी छोप्ने गरेपछि यसरी छोपिसकेपछि पानी सुरक्षित हुन्छ, यहाँ केही किरा फटेङ्ग्राहरू पर्न सक्दैन। अनि यसलाई मैले 3वटालाई चाहिँ नि यसरी
प्रयोगमा ल्याएको थिएँ यो विधिबाट। त्यसपछि पहिला चाहिँ अब यहाँबाट पानी कनेक्सन गरेको थिएँ, उतापट्टि यो राखेको थियो। यो फुकाल्न पनि मिल्छ, यो फुकाल्न मिल्छ, तपाईँहरूलाई म फुकालेर देखाउँछु। यो एकदम यो जुन ठाउँ चाहिँ तताएर जोडिएको भन्दा अरू जोइन गरेको चाहिँ सबै यो वासेट मार्फत हो। जस्तो यो 16 mm को पाइपलाई 20 mm को पाइपमा लाउँदा एकदम टाइट गरी पस्छ। यो निकाल्न पनि मिल्छ। ल हेर्नुहोस्, यो निकाल्न मिल्छ, यसलाई यो यसरी लाउन मिल्छ। उतापट्टि पनि यतिकै लेभलको पाइप छ। अहिले चाहिँ यसलाई यतारो लगाइएको छ है, यतारो लगाइएको छ। यहाँबाट चाहिँ तपाईँको यो जुन हरियो ट्याङ्कीबाट पानी यहाँ हरियो ट्याङ्कीमा भरिसकेपछि यसलाई अलिकति माथि उठाइएको छ। यहाँ हेर्नुहोस्, यो किन यसो गर्नुभएको भनेर भन्दाखेरि यो पानीको लेभल चाहिँ यो ट्याङ्कीको यो जुन यो लेभल छ, यो लेभलसम्म आइन्जेलसम्म यता नजाओस्, यही ट्याङ्कीमा पानी कलेक्सन भइरहोस् भन्ने विधिले यसलाई ठ्याक्क नापेर गरिएको छ। जब पानी यो ट्याङ्कीको यो लेभलमा आउँछ तब यो लेभलहरू मिल्न थाल्छ। अनि उतारो पानीको फोर्स हानिसकेपछि यतापट्टि अट्ने ठाउँ साँगुरो भइसकेपछि अनि पानीले आफ्नो वे खोजेर यो पाइपबाट तपाईँको यो 3वटा पाइपतिर यो के अरे पानी ट्रान्सफर हुँदै जान्छ, डिस्ट्रिब्युसन हुँदै जान्छ। त्यसले गर्दाखेरि यो फेरि यो 3टाले मात्रै अलिकति चाहिँ नि अभाव भयो पानी भने जस्तो। कहिलेकाहीँ चाहिँ अब तपाईँको 7 दिन 8 दिन 9-10 दिनै मनमा पानी बिग्रिने हुँदाखेरि अब अलि पानीको अभाव भएकोले अहिले मैले फेरि यो अर्को 1000 लिटरको यो पारस ब्लो यी 1000 लिटरको यी तपाईँको यो 1000 लिटर जाने 1000 लिटर जाने पाइप के अरे ट्याङ्की खरिद गरेर ल्याएर अब फेरि यसमा कनेक्सन गरेको छ र यहाँबाट चाहिँ यसरी पानी सप्लाई भएर मैले चलाइरहेको छु। आदरणीय महानुभावज्यूहरू, तपाईँहरूको पनि घरमा त्यस्तो पानीको स्टोर गर्ने असुविधाहरू छन्, साना पानी स्टोर गर्ने साना भाँडाहरू छन् र त्यसलाई अब भर्ने सन्दर्भमा एकदम उठेर चाहिँ सारिरहनु पर्ने त्यस्तो खालको झन्झटमा तपाईँहरू समस्यामा हुनुहुन्छ भने यो भिडियोलाई फलो गरेर यो विधि अपनाउनु होला, एकदमै सजिलो हुनेछ। यसमा एकपटक तपाईँको यो चाहिँ नि अब सामग्री यसै गरेर चाहिँ तपाईँले पनि पानी कलेक्सन गर्नुभयो भने तपाईँलाई सदाको लागि चाहिँ पानीबाट चाहिँ झन्झट मुक्ति तपाईँले पाउनुहुनेछ। र आज मैले तपाईँहरूलाई यो एउटा सानो मेरो चाहिँ नि एउटा के भनौँ आइडिया तपाईँहरूसँग समक्ष सेयर गरेको छु। कस्तो लाग्छ यसको चाहिँ नि तपाईँहरूले फलो गरिदिनु होला र सुझाव सल्लाह चाहिएमा तपाईँले यो भिडियो मार्फत तपाईँले सम्पर्क गर्नु पनि सक्नुहुन्छ। र तपाईँलाई आज यति भन्दै म यो पानी कलेक्सन गर्ने सन्दर्भमा सानो चाहिँ नि एउटा भिडियो प्रस्तुत गर्दै आजलाई बिदा हुन्छु। हस् त, नमस्कार। म मणिचन्द्र राई हजुर, हस्।